Noreen Beauty Studio. मेरो भ्लगमा हेलो भनिदेऊ त सबजनाले। मेरो भ्लग खाएर बस्नु त्यही भन्नलाई स्टुडियो मैले चाहिँ त्यो सबै भिडियो चाहिँ गरेँ होइन, किनभने फेरि ऊ हुन्छ कि त्यो लामो हुन्छ, अझै कति धेरै भिडियो गराउनै छ, स्टुडियो पनि जान छ होइन। अनि त्यही भएको भएर म चाहिँ अब लास्ट मेरो फाइनल लुक देखाउँछु। आज चाहिँ नोरेन स्टुडियोको ओपनिङ। ल यहाँ चाहिँ के हो, यहाँ सानो ओनर हो बेबी। ल उता जाने हो, अहिले यहाँ रोडमा हिँड्नु हुन्न। ल मलाई लिएर जाऊ नेमिया, एकछिन बोर्ड देखाउँछु। नोरेन स्टुडियो यहाँ तल त ओए, म यहाँ बोर्ड देखाउँछु ल। ल यहाँ हेर्न सक्नुहुन्छ नोरेन ब्युटी स्टुडियो 8 बजीदेखि 9 बजीदेखि 8 बजीसम्म। यसको लोकेसन चाहिँ ठ्याक्कै यहाँ यो सिद्धार्थ लपदेवको अगाडिपट्टि। अजुल यो चाहिँ भित्र हाम्रो फोटोसुट हुँदै छ। यहाँ चाहिँ फोटोग्राफर। हेलो गाइस, आई एम एट नोरेन ब्युटी स्टुडियो। हेलो नमस्ते। ल हेलो मेरो भ्लगमा हेलो भनिदेऊ त सबजनाले। मुख छोएर सबजनाले सबजना खाएर बसिसक्यो। ल त्यही भन्नलाई हो लास्टमा। के हो र यस्तो। हेलो ल खानु हेलो भनिदिनु त मेरो भ्लगमा यता। हो बिर्सिनु भयो क्या। सबै भदिने बिर्सेर हेर्नु बाबु हजुर टाढा हुनुहुन्छ नि त नि अहिले। ए अहिले न्यु रोडमा पो हो हजुर। म यही घरै छु नि। यो चटनी हो समोसासँग खानालाई। समोसा यता यो पनि हाल है त। ल मम्मीहरू आएको छ। मम्मीहरू एकछिनमा आउनुहुन्छ। एउटै प्लेटमा खाने मैले तँलाई सोधै गर्छु सबैसँग भाइ कस्तो छ भनेर सोध्छु। आज पो भदिनु यस्तो पो देखेँ त मैले त, मलाई भेट्नै नआउने होइन है। ल धन्यवाद छ तँलाई। त्यही भन्नलाई भन्नु परेन त नि। यो अब युट्युबमा जान्छ। हिँड्न सक्नुहुन्छ। हेलो यहाँ प्रिटी गर्ल्सहरू छ। हेलो भन्थ्यो सियादितको भ्लगमा। यहाँ धिले केक खाए ल यस्तोले बसेछ है। ओ ल अनि तिम्रो पार्लर कति लाम्रो हो त नि निमिया? मम्मीको पार्लर हो। खै त मम्मीले त सिखाइदिँदा केही बोलिदिनु भएन। कति लाम्रो है, कति प्लिती है। अनि सिखाइदिदी कस्तो देखेँ आज? कस्तो देखेँ म? लाम्रो
भन कस्तो लाग्ने दिक्की तले निमियाले भनेको मलाई हेर्न सक्नुहुन्छ गाइस हाम्रो यहाँ चाहिँ डेजर्टहरू छ अनि उता चाहिँ we are serving मेरो भ्लग कस्तो भयो त आज दाँत देखाएको देखाइ हुनुहुन्छ हजुर यहाँ चाहिँ यस्तो छ भित्र चाहिँ अझै राम्रोसँग त मिलाएको छैन अनि यहाँ चाहिँ भयो मेकअप सिक्ने ठाउँ मेकअप गर्ने ठाउँ यस्तो गर्मी छ कुरा नगरे हुन्छ यस्तो गर्मी छ आज अनि यहाँ चाहिँ पेडिक्योर मेनिक्योर यता चाहिँ हेयरको कलरहरू लगाउने यता चाहिँ यस्तो छ अनि यहाँ चाहिँ जेलहरू के नेल्सहरूको लागि छ यस्तो छ यहाँ चाहिँ मेरो ड्याडी आफ्नै कपाल मिलाएर बस्नुभयो कस्तो लाग्यो ड्याडी आज स्टुडियो हजार ल you can see it. Chicken share. Guys, हेर्न सक्नुहुन्छ ओनर अफ नौरिन ब्युटी स्टुडियो होइन को ओनर ल तिम्रो ड्रेस देखाऊ ल वाउ सो प्रिटी पछाडि ल यता पनि अर्को हेलो यिनीहरू फेरि लजाइहाल्छन् खै निरियस ड्रेस देखाऊ तिम्रो वाउ दुईजना बेस्टिजहरू ब्ल्याक This is my outfit. के भएन हाउ आर यु यिनीहरूलाई त यसरी खिच्नुपर्छ कि तिमी यहाँ कता छ खै लम त गोलु के गर्दै हो खै स्टार्ट भइसकेको छ यहाँ चाहिँ यति राम्रै मान्छेले गरिदिँदै हुनुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ ब्युटी अनि यहाँ चाहिँ अर्को
एउटा कार्डमा चाहिँ के छ भन्दाखेरि हजुर 3 चोटि भिजिट गर्नुभयो भने चाहिँ हजुरको 10% अफ, फेरि त्यसपछि भिजिट गर्नुभयो भने 15% अफ, फेरि त्यसपछि भिजिट गर्नुभयो भने 20% अफ, फेरि त्यसपछि भिजिट गर्नुभयो भने 30% अफ हुँदै जान्छ। त्यस्तो चाहिँ राम्रो मतलब कि म चाहिँ घर आइसकेँ। यति पानी पर्ने कि घर आउने भन्ने बित्तिकै किन पानी चाहिँ पर्छ कि, अनि घर आइसकेपछि चाहिँ अनि पानी नै सुकिसक्छ कि। यति टायर्ड डे भयो आज है, यति टायर्ड डे, यस्तो थकित भएछ शरीर, कुरा नगरे यस्तो रमाइलो भयो नोरिन ब्युटी स्टुडियो। मेरो आन्टीको अनि सबैजना जानु होला। अनि 1 विकसम्म चाहिँ ओपनिङ छ अनि चाहिँ धेरै अफरहरू राख्नु भएको छ। त्यो सर्भिसेसहरू चाहिँ हजुरहरूले लिनु होला, राम्रो छ। अनि अब चाहिँ म साई सुत्छु होला अनि भिडियो पनि इन्ड गर्छु म अब। टिल देन बाई बाई, नेक्स्ट भिडियोमा भेटौँला।